हैन उ किराले खान्छ के किरा खन्ने प्रोग्राम हुँदैछ मान्छे नदेखाउ है ए मान्छे नदेखेर कहाँ हुन्छ अब मोमो कत्रो कत्रो हजुर फ्री हो है ए कति हो किन हेर्छ है अझै अलिकति अर्को हप्ता ठिक्क हुने रहेछ है हो नि हो क्या यो दिनीको कुरा सुनेर नि त्यो यो बोर्ड सबै सुक्नु पर्छ के हो रहेछ भएन है भन्दैछु भन्नु चाहिँ अब फेरि यो तीनवटा बोर्डमा यति मिते मिते अबुई म त छक्क पऱ्यो हौ आशिष है अस्ति त सिजन गरेर सिजन गएर नि त्यो यत्रो यत्रो आलु हुने रहेछ यहाँ छ होला आएपछि मिलाऊ है यो ठुलो अटेन त त्यो उस गर्ला फेरि त्यस आलुमै उयो बोट सुकेकै छैन कि हेर्नु उयो बोट सुकेकै छैन यो बोट रोप त अझै फल्छ कि दिदीले आलुमा आलु यतिकै राख न हावा कुरा नगर हुन्छ के हुन सक्छ सिजन गइसक्यो सिजनको कुरै हो नि अर्को अर्को नाङ्लो ल्याउनु पर्यो है ल दुई घरलाई त अनि अझै छ ल नेक्स्ट इयर नि यही सिजनमा रोप्ने धेरै राउन्ड पर्यो धेरै ए अझै यो सानो सानो ठुल्ठुलै हुनु भयो हेजा अझै यहाँ छ कि भित्र माटो चाहिँ यस्तो 10 केजी त हुन्छ बिहान है हुन्छ फल्ने माटो हो नि 5 केजी आइसक्यो 5 केजी 5 केजी बढी होला यहाँ छ आलु यस्तो महँगो बेला है सबसे राम्रो त्यहाँ छ हो यहाँ चाहिँ यहाँ अलि धेरै होला त्यसरी माटो दिएछ नि त यिनीहरूले माटो कति बोर्डले गरेको यसमा त हुन्छ यिनीहरू ठुलो भएको हो यस्तो सुकेपछि ठुल्ठुलो हुन्छ क्या नेपालमा त आलु खाने थिएन यहाँ र आलु खाने हो यस्तो भएपछि खासमा निकाल्ने हो कि ए यहाँ नि छ राम्रो अब तिनीहरूलाई चाहिँ पुर दिनुपर्छ कि रायोको साग पनि खानुपर्छ अहिले काम के है रायोको साग मङ्गल माससँगै होइन किरा खान हेर्नु कति राम्रो देख्छ है गरेछ बारे यहाँ हेर यहाँ यहाँ त धेरै छ ल यहाँ छन् धेरै छ ऊ हो रहेछ पर्छ हौ अम्बा यो सपना हो कि बेच्न हो त्यत्तिकै दिदीलाई खन्न लाउने त्यो भनेर बिनीले हेर्दै हेरेन ऊ त जहिले बोर्डमा गरेको वाक्क भएको माटो कति राम्रो छ हेर्नु न पानी नेक्स्ट इयर पुरै रोप्नु पर्यो ल पानी सिजन राम्रो हो यति रोप्यो भने कति होला है अर्को वाला नि ल्याएर रोप्ने क्या लाग्छ वाला यो यति रोप्यो भने तपाईँको यो घर भरिन्छ चाहिँ अर्को हप्ता रोप्नु खोल्नुपर्ने चाहिँ अझ तपाईँहरूले यसरी धेर यसमा यस्तो कुला खन्ने हजुर अनि टक 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 आलु रोप्ने यहाँसम्मै रोप्यो भने छुवाल छ अब कति बढ्छ खै यहाँबाट होला यो एउटा चाहिँ धनियाँलाई ढल्काइदिनु धनियाँ कत्रो ठुलो भएको इ अब यी बाहिर रहेछ होइन यता रुमतिर बाहिर छु भन न यति हो उता छ एउटा छोटो हो र खै कति बेलासम्म बस्छ यस्तो रमाइलो दिन छोडेर कहाँ भाग्नु खोज्यो बिहान सधैँ कहाँ आउँछ त यस्तो हेर्छ भने सधैँ कहाँ यस्तो समय आउँछ त अब फर्सीको मुन्टा पनि खाने बेला भएछ यस्तो गरिदिन्छ यिनीहरूलाई त्यो करेला र सँगै पार्दैछ क्या त्यो मान्छेले फर्सीको त्यो टमाटर त नरोप भनेकोले रोप्दैछ क्या काँक्रो त किन नरोप्नु त ल कतिवटा काँक्रो फलेको यहाँ त्यो सब्रिने होइन कि त्यो नसक पाँचवटा फलेको छ एकै ठाउँमा यो चाहिँ राम्रो आउँछ है अँ माथि यसरी धनियाँ टिप्नु त भेन अझ लानुपर्छ है यहाँ धेरै छ काँक्रो कहाँ दिएर भिडियो बनाउँदैन तिमीले नि मेरो मोबाइलबाट बनाऊ न सेयर गरेर नि सेयर गरिहाल्छ छोटो छोटो पनि बनाउनु न बनाउनु राम्रो धेरै हुने क्या त्यो झ्याउ
ल टिप्नु यति भयो हुन्छ त हाम्रो बारी त्यो के हो दिदी साग रायोको साग कति केजी छ भने यो 10 केजी